रामेन पाकिसकेपछि सम्धीहरूलाई ओछ्यान ओछ्यानबाट बोलाइयो। सागर सम्धीले पाकेको रामेनको क्यालोरी कति छ भनेर जेमिनालाई सोध्नुभयो। हेलो नमस्ते एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ रामेन खाने भनेर सम्धीले अन्डा सन्डा टक्कसँगले उसिन्नु भयो। त्यसपछि रामेनलाई चट्टसँगले फोरेर खोर्सानीले टक 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 यस्तो कला देखाउनु भयो, मजाले काट्नु। त्यसपछि सम्धीले मजाले रामेन उमालिसकेपछि त्यसलाई मजाले जालीमा तार्नु भयो। तार्नका लागि सम्धीलाई यस्तो सहयोग गरे जस्तो गरे। तारिसकेपछि सम्धी अलमल्ल पर्नुभयो, भर्खरको बच्चाको खेलाउन हराए जस्तो यसो वरपर हेर्नु। सम्धीले तेल खोज्नु भएको रहेछ र तेल भेटिसकेपछि सम्धीले प्याज लाएर पर 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 भुट्नु भयो। त्यसपछि रामेनको मसला फोर्नको लागि हाम्रो सुबासले पनि सघाउन थाल्यो। मसला लगाइसकेपछि त्यसलाई पनि मजासँगले फ्राई गर्नुभयो। त्यसपछि उमालिसकेको रामेनलाई मजासँगले लाएर फेरि पनि फ्राई गर्नुभयो हाम्रो सम्धीले। त्यसपछि उसिनेको अन्डालाई मजासँगले बोक्रा छिलेर राख्नुभयो। यता भने जेमिनालाई माछाको फिला रामेनमा हाल्दा कस्तो हुन्छ भनेर सोधिरहेका थिए साथीहरूले। भने रामेन पुरा रूपले पाकिसकेको थियो र साथीहरूलाई यसो हेरेको त मजासँगले फिल्म हेरेर बसिरहेर। त्यसपछि राजु सम्धीले मजासँगले रामेनलाई टक 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 प्लेटमा हाल्नुभयो र रामले भने काटेको अन्डालाई सट्ट ल्याएर मजाले रामेनमाथि टक 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 राख्यो। हाम्रो सागर सम्धीले भने क्यामेरा निकाल्नुभयो र क्यालोरी कति छ भनेर नापिहाल्नुभयो। उहाँले भने जिउलाई एकदम मध्यनजर गर्दै क्यालोरी नापेर मात्रै खानुहुन्छ। हाम्रो सम्धीले क्यालोरी एकदम ठिकठाक रहेछ भन्दै सबैजनाले हाँस्दै मजासँगले रामेन आज पकाएर खाइयो। हस् त आजलाई यति नै, धन्यवाद।